सो गाइस आज हामी पहाडको रेस्टुरेन्टमा आएको छौँ अनि यसको नाम के हो त्यो हामी त्यो टाइटलमा ल्याइदिन्छौँ अनि त्यसपछि अब हामी यता मिठा मिठा खानेकुरा खानेछौँ अनि हामी यता यत्रो माथि छौँ कि गाइस तल यस्तो छ भ्यू हेर्नु यहाँ पुरै पहाडै पहाड छ अनि सँग धेरै माथि पुग्नु भनेको छ सानो त्यहाँ खोला पनि छ हेर त ओए देख्यौ खोला त पुरै सुक्खा पानी छैन अनि गाइस यता आउनु यहाँ शीतल शीतल त अनि गाइस हामी यत्रो माथि छौँ गोराको माथि गैराकोटको भ्यू पनि देखेछ भन न सो गाइस आज हामी यो जग्गामा मिठो मिठो खानेकुरा खानेछौँ तर हेलो गाइस यो हाम्रो जेठो छोरो हो दिदी हुनुहुन्छ उहाँको छोरा हुनुहुन्छ उहाँ हुनुहुन्छ हाम्रो मम्मी अनि हुनुहुन्छ सबैभन्दा राम्री हाम्रो बजै हेलो भन्नु न हेलो म चाहिँ यहाँ छु हेलो टावरको भ्यू है साथै हेरौँ कस्तो लाग्दैछ राम्रो एकदम चिसो हावा आउँदैछ गाइस कस्तो लाग्दैछ बजै कस्तो लागेछ राम्रो शीतल छ है शीतल हावा सुर है शीतल हावा कस्तो लाग्यो गाउँले कतै सिस्टरलाई एकदम दामी बबाल यस्तो शीतल चाहिँ यस्तो हावा चलिरहेछ कपाल खोलेर यस्तो हावा चाहिँ यस्तो हावा चलेर शीतल छ हामी चाहिँ अहिले अर्डर गर्न बसेको हाम्रो अर्डर चाहिँ आएको छैन साथीहरू हाम्रो अर्डर चाहिँ आइसक्यो है आज छ फ्राई मोमो सलाद आलुदम चटपट स्टिम मोमो चाउमिन अनि यो चिकन तन्दुरी ससेस पनि रहेछ ल हामी चाहिँ खानको लागि आएको टाढा Cheers. हामीले चाहिँ नाङ्गो सुट खाएर भ्यायौँ अहिले चाहिँ यहाँ दुइटा स्टिम मोमो खाँदैछ छोरोहरूले अनि त्यसपछि यहाँको कटेजको नाम हो गाउँले कटेज है हामी चाहिँ अब यहाँबाट हिँडेको साथीहरू अब चाहिँ साथीहरू हामी भ्यू टावर जानु लागेको भ्यू टावर जाने बाटो चाहिँ यस्तो छ उकालो सेतो माटो अनि मेरो जनताहरू हिँड्दै हुनुहुन्छ अगाडि मम्मी र बजै हिँड्दै हुनुहुन्छ पछाडि दिदी र छोराहरू हिँड्दैछन् म चाहिँ लास्टमा हिँड्दैछु भिडियो गर्दै ल हाम्रो एरु चाहिँ उकालो हिँड्न नसकेर खुट्टा बाङ्गे बाङ्गे गर्दै हिँडेछ कस्तो लाग्दैछ हो र हेर तिमी फरेनर हो खै यता हेर त फरेनरको फेस नेपालदेखि म पहाडमा आएको नेपालदेखि पहाडमा आएको रे यो पनि नेपाल त हो नि सानो के फलेको यहाँ यस्तो है जमिनदेखि पहाडमा आएको जमिनदेखि होइन तराईदेखि पहाडमा आएको भन न ल हामी चाहिँ बालुवा डाँडाको भ्यू टावरमा आइपुगेको छौँ हामी चाहिँ अब यहाँबाट चढेर माथि टपमा जाने हो साथीहरू कति थाक्ने हो अब यहाँ चढेर ल जाऊँ है त माथि ल भ्यू टावरको टपबाट हेर्दा चाहिँ यस्तो देख्छ है यहाँको सिन सो गाइस सुन्नु त यहाँ साँधेपछि त म आएको यहाँ भाग्दै भाग्दै आइरहेको थिएँ यो मम्मीहरू भन्दा हिँड्दै आएको कि तेरो पसिना आइसक्यो गाइस मलाई हेर्नु त कस्तो राम्रो छ यहाँको भ्यू खोला नाला अनि हामी कति चढेको हिँड्नु त गाइस थकै
सनसेट हुँदैछ है बजे आउँदै हुनुहुन्छ पहाड कति तल तल छ तल तल माथि माथि छ मम्मी बजे आइपुग्नु भयो अब दिदी छोरा आउन बाँकी छ अघि हामी गएको कटेज चाहिँ त्यो है साथीहरू बत्ती बलिरहेको यो अघि हामी गएको कटेज गाउँले कटेज ल यति टाढो छ क्या खतरा हो क्या भ्यू त पहाडै पहाड